रोल्पा जिल्लाको सुनसहारी गाउँपालिका वडा नम्बर 5 जैमा कसला भित्र पर्ने नरबाङ सबैभन्दा सुन्दर बस्ती मध्येको एक हो। कला र संस्कृतिको धनी मानिने यो गाउँ करिब 500 वर्षदेखि मानव बस्तीको बसोबास रहँदै आएको विश्वास गरिन्छ। बैजाली बुढा मगर, पुन मगर, झाँक्री मगर, घरती मगर, बिष्ट, छेत्री, थापा लगायत दमाई जातिको बसोबास रहेको यस गाउँमा विभिन्न कला र संस्कृति छन्। परापूर्व कालदेखि बसाई सरेर आउने क्रममा विभिन्न जातिले आफ्नो संस्कार संस्कृति भित्र्याएका थिए, जस अन्तर्गत गोपीचण्ड गीत तथा नाच बैजाली बुढा मगरले, सिंगारू नाच बिष्ट छेत्रीहरूले र सरङ्गे नाच सुत पहरे घरतीहरूले भित्र्याएका थिए। हाल भने यी सबै कला र संस्कृति यहाँ बसोबास गर्ने स्थानीयले संयुक्त रूपमा मनाउँदै आइरहेका छन्। जब यो नारबाङमा मान्छेहरू विभिन्न ठाउँबाट बसेर घट्याउने क्रममा यहाँ हामीहरू सुरुमा बुढादेखि बसोबास भयो। त्यहाँबाट बुढा, बिष्ट छेत्री, बुढा मगर, बिष्ट छेत्री, रोगा छेत्री, पुन मगर, अनि सबैको यहाँ चाहिँ जब बस्ती भयो हामी विशेष तिनवटा चिजको दिनमा कहिले ल्याउने भन्ने कुरा छलफल चलिसकेपछि हाम्रो चाहिँ भक्तबहादुर बुढा आचार्यजीको पुर्खाहरूले, पूर्वमा बुढाहरूको पुर्खाले ल हामी जोशी भएको नाताले हामी गोपीचन्द्रको दिनमा हामी ल्याउँछौँ भन्ने कुरा उहाँहरूले गर्नुभयो। त्यस पछाडि अब हाम्रो सन्तान, हाम्रो शाखाले हामी सरङ्गे नाचको दिनमा हामी ल्याउँछौँ भन्ने कुरा हाम्रो पुर्खाले गरे। त्यस पछाडि अब स्याहारको नानी त अब होइन सरङ्गे नाच लिएर गोपीचन्द्र दिनु कुरा त भयो। अब स्याहारको नानी भन्ने कुरा भइसकेपछि बिस्तारै हामी स्याहारको दिनमा हामी ल्याउँछौँ भनिसकेपछि समाजको सबको चाहिँ साझा सल्लाहबाट होइन साझा सहमतिबाट नाचको स्थापना त्यसरी भयो। हाम्रो टोलमा जो भइराखेको गतिविधिहरू छ त्यो सांस्कृतिक हिसाबले, त्यो चाहिँ अन्य हिसाबले मैले जानेदेखि बुझेदेखि मैले नजिकबाट हेरिराखेको छु र त्यसमा हो निश्चित रूपमा म यो समाजको जो हाम्रो मारुनी नाचहरू छ, जो हाम्रो पैसाहरू मतलब सरङ्ग नाचहरू छ, यसको म गुरु त त्यस्तो पनि होइन। म फेरि पनि म एउटा के हो त त्यसलाई जीवन्त राख्नुपर्छ र त्यसको सम्वर्धन र प्रवर्धन गरेर त्यसलाई पुरस्कृत गरेर अगाडि बढ्नुपर्छ भन्ने हिसाबले मैले नजिकबाट हेरिराखेको छु। र हामीलाई जसरी हाम्रो अग्रजहरूले, हाम्रो गुरुहरूले जुन ढङ्गबाट अगाडि हामीलाई परिचालित गर्नुभएको छ र गुरुहरूको आदेश र ठुला बडाहरूको आदेश र हाम्रो कल्चरले बचाउने कुरा प्रति म एक दिक्का भएर लागिरहेको छु व्यक्तिगत रूपमा पनि। र म मेरा सहयोगीहरू सम्पूर्ण साथीहरूले पनि नयाँ ढङ्गले, नयाँ सोचका साथ
हुनसक्छ कतिपय हाम्रा कुराहरू नमिल्न सक्छन्, तर पनि हाम्रो कल्चरले बचाउने कुरामा, हाम्रो वेशभूषाले बचाउने कुरामा, हाम्रो यो एउटा एकता गरेर अगाडि बढ्ने कुरामा हाम्रो समाज यो हाम्रो टोल असाध्यै राम्रोसँग अगाडि बढेको छ।